तपाईले आज हामीले हेर्नु पर्दैन? हामी कांग्रेसको मान्ने होइन? रुख चिन्हबाट जितेको होइन हामीले? यो तरिकाले तपाईको राजनीति सब्रिन्छ। तपाईले हामीले एउटा चाहिँ गणेश मानको चाहिँ नेताको चाहिँ छोरा तपाईले प्रधानमन्त्री हुन भन्ने आशा गरेको थियो, पार्टी सभापति हुन भन्ने आशा गरेको थियो तपाईलाई हामीले। यो तरिकाले उप प्रधानमन्त्रीज्यू, देश चल्दैन, डुबिसक्यो कांग्रेसहरू। तपाई सुध्रिनुपर्छ। यो तरिकाले पार्टी सबैले चाहिन्छ, पार्टी कुरो सबैले चाहिन्छ। सबै पार्टीको साथीहरू आएर चाहिँ बसिया छ। आज 6 महिना अगाडि दर्ता गरेको पार्टी 79 सालमा 6 महिना अगाडि दर्ता गरेको पार्टी आज 22 वटा जितेर आछ। त्यही पार्टीबाट जितेर उपसभामुख हुनुहुन्छ यहाँनिर। भोलि यस्तो पार्टी तपाईहरु जस्तोले गर्थे यस्तो पार्टीहरू भोलि हामी नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीहरू चाहिँ यस्तै तरिका तपाईले चाहिँ बजेटको व्यवस्था गर्थे, छुटेर भरि अर्कोले फाइदा लिने हो। म अर्थमन्त्रीज्यूलाई मैले चाहिँ अनुरोध गरेँ, तपाईलाई यो जुन हामी सांसदहरूले दिएको जुन 15 करोड बजेटको त्यो उब्रेको पैसा टेन्डर प्रक्रियाले गर्दै घटेको पैसाहरू त्यही जिल्लामा लगानी गरिदिनुपर्छ। मान्य सदस्य, समय सकिएको जानकारी मैले एक सेकेन्ड माग्यो। त्यो हिसाबले म अर्थमन्त्रीज्यू तपाईको नि मैले सबै कुरा म रुपेन्द्र म पनि अहिले त्यो जिल्ला हुर्केर आएको बसेको मान्छे हो। हाम्रो पनि त्यहाँ साथीहरू हुनुहुन्छ। तपाईलाई पनि यही 6 महिना अगाडि गएको पार्टीले 683 मतले मात्र जितेर आउनु भयो। तपाई पनि ख्याल गर्नुपर्छ, समयलाई सबैलाई मिलाउनु पर्छ। शहरी विकास मन्त्री धेरै भोटले जितेको होइन, 80 भोटले मात्र जितेर आएको झुन्डेर। हामी जस्तो 17,000 मतले जितेर आउनुपर्छ। अनि यहाँ आएर दनाक दिने हो। तपाई अर्थमन्त्री हो, तपाईलाई कांग्रेसको फेला नपरे, कांग्रेस लुते कांग्रेस भएर हो। घन्टीले 683 मतले मात्र सबैको रिपोर्टहरू हामीले लिएर बसेका छ। म यहाँ अन्तिममा सहमुख महोदय, मैले शहरी विकासको किताबलाई मैले लिएको छु। साथीहरूले यो किताबहरू च्यात्ने काम गर्ने गरे। म यो जनताहरूले कर तिरेको पैसाले बनाएको किताब हो। म च्यात्दिनँ। म बुद्ध भगवान पशुपतिनाथसँग सम्झेर यो किताबले ढोगेर 84 को चुनावमा यो दुईटी उप प्रधानमन्त्री कुनै पनि दुईटी उप प्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा म बुद्ध भगवान पशुपतिनाथसँग प्रार्थना गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय नेपाल।